दाइ यो बाटो कहाँ जान्छ? मासाले आफूभन्दा ठुलोसँग बोल्ने तमिज छैन, कसरी बोल्ने थाहा छैन। बोल्छस्? मासाले राम्रैसँग सम्मान गरेर त बोल्ला थिए, रेस्पेक्ट दिइरहेको थिएँ। के भएको होला यो आजकलका मान्छेलाई? हेलो भाइ, यो बाटो कहाँ जान्छ भनिदेऊ न है प्लिज। के प्लिज तेरा बालाई बन मासाले सानो भनेर हेपेर बोल्छस् क्या हो? अरे अझ हेपिया भयो गरे। त्यसो भए दाजु प्लिज भन्नु न त यो बाटो कहाँ जान्छ? अँ त दाजु भन्छ, अपच्छि शब्द बोल्छ मासालेलाई। हट बासाले यस्तो हान्ने रहेछ यार। झन् भाइ तपाईँ हजुर प्लिज पनि भनिरहेको थिएँ कि मैले। कस्तो बाटो रे यार। भाइजू के छ तेरो खबर? राम्रोसँग त आइस नि? ठिक छ भान्जी राडी, तेरो पढाइ कस्तो चल्दैछ नि? मेरो पढाइ राम्रै चल्दैछ माइजू रारी। त्यो माटो नै तेरो पुइ आएन? यो त सिस्टमै फरक रहेछ त यार। यहाँका मान्छे त के भएको हुने पुरा राडी राडी लगाइरहेको छ नि त केटीहरूले पनि। यो सिस्टम त गजबको लाग्यो। अब यही भाषा सिक्नु पर्ला। ओए मासाले फुच्चे, यो भन्छ खाते यो बाटो कहाँ जान्छ? ओहो को राडा भनौ यो? यति राम्रो संस्कार हेर त। अझ यसमा बाबुले आमा गाली दिएको भए यति राम्रो हुने नि। भर्खर त सिक्दैछु त मासाला। यति नसिकेपछि त कहाँ हुन्छ त? यो बाटो कहाँ जान्छ भन्न है मासाले। अरे कस्तो गधा बच्चा रहेछ है। यो बाटो त सिधै मार्चमा जान्छ नि। ए मार्चमा जान्छ? ल ठिकै छ नि त। धन्यवाद है काका, तपाईँले मलाई ठुलो गुण लाउनु भयो। कस्तो खाते रहेछ है। झन् बुढा मान्छेलाई यस्तो सम्मान गर्यो भनेको त मासाले तपाईँ हजुर आउँदो रहेछ। यो तेरो सती मराउने।